यो कस्तो कि एकदम राम्रो हाम्रो घरदेखि चाहिँ लगभग आधा घन्टाको बाटोमा चाहिँ यस्तो छ के हाम्रो घरको चाहिँ यो पछाडिपट्टिको बाटो हामी चाहिँ पाहाडको यस्तो छेउछेउ नै पर्छ भुटानको। यो चाहिँ जति पनि देखिरहेको पाहाडहरू छ यो चाहिँ भुटान भन्छ यसलाई चाहिँ। कस्तो राम्रो जग्गा छ कि एकदमै राम्रो लाग्छ यहाँनिर जाँदाखेरि चाहिँ एकदम आनन्द लाग्छ क्या। सुनसान जग्गा छ। अन्त तपाईँहरूले देखिहाल्नुहुन्छ घरहरू पनि एकदम पातलो छ, त्यस्तो बाक्लो छैन। अनि यहाँ चाहिँ गाईहरू यसरी खेतीहरू छ यहाँनिर चाहिँ धानहरू रोप्ने गर्ने गर्छ यतापट्टि चाहिँ। उता हामी बसेको अगाडि चाहिँ गर्दैन, छैन त्यहाँनिर चाहिँ। रोडको छेउ क्या त्यो चाहिँ हामी बसेको जग्गामा चाहिँ। अनि राम्रो छ। गर्मी भन्नुहुन्छ भने यति धेरै गर्मी छ, आम्मामा घाम गर्मी पुरा। तर हावा पनि चलिरहेको छ अलिअलि चाहिँ, तर एकदम राम्रो छ। हेर्नु न कस्तो देखिरहेछ, यति राम्रो जग्गा देखिरहेको छ कि एकदम ठाउँ। यो चाहिँ राम्रो लाग्छ क्या, यो चाहिँ राम्रो छ नि कस्तो छ हेर्नु न। यो जुन मेरो पछाडिको बाटो देख्नु म आइरहेको बाटो, यही बाटो जस्तो भएर चाहिँ जानुपर्छ क्या। राम्रो छ यहाँनिर जग्गाहरू। गर्मी चाहिँ कति धेरै छ भने नि नभन्नु न। छाता ओढेर हिँड्नु परिरहेको छ।